विश्वमा सबै नागरिकहरूको चाहिँ देश भन्ने एउटा देश हुन्छ होइन। त्यो देश भनेको चाहिँ के रहेछ भने त्यो चाहिँ अभिभावक रहेछ त्यो नागरिकको क्या। अब पारिवारिक घरको चाहिँ नै अभिभावक बुवा आमा भने जस्तै विश्वमा जब राजनीतिक एउटा प्रणालीको विकास भयो तपाईँले नागरिकता चाहिन्छ, तपाईँलाई के भने पासपोर्ट चाहिन्छ होइन, एउटा नियमको चाहिँ विकास भयो, मानव तपाईँको राजनीतिक चेतनाको विकास भयो, त्यो चाहिँ सङ्गठित भयो। त्यो भएपछि त्यसको चाहिँ छोराछोरीहरू भनौँ होइन, जनताहरू भए, त्यसको अभिभावक चाहिँ देश भयो होइन। अनि त्यो जनताले चाहिँ त्यो देशको त निश्चित रूपमा चिन्ता गर्छन् है, निश्चित रूपमा चिन्ता गर्छन्। त्यसकै परिणाम हो क्या तपाईँको राजनीतिकमा चासो लिनु, भाग लिनु, विभिन्न किसिमको चाहिँ देश यस्तो हुनुपर्छ उस्तो हुनुपर्छ भनेर सपना देख्नु पाउनुपर्छ। त्यो सपना चाहिँ जनताले देखेको हुनुपर्छ। त्यो राम्रो कुरा हो, त्यो धेरै नै राम्रो कुरा हो। के हो भने तपाईँको छोराछोरीहरू जस्तो सुकै होस् होइन, तपाईँले यसलाई मान्नुपर्छ, सबैलाई तपाईँले अभिभावकत्व दिनुपर्छ। तपाईँको पनि बुवा आमा हजुरबा हजुरआमा अभिभावकहरू जस्तो सुकै परिस्थिति होस् होइन, उनीहरूलाई पनि संरक्षण सम्वर्धन र होइन जे गर्नुपर्छ। त्यो कर्तव्य हुन्छ क्या, त्यो प्राकृतिक रूपमा पनि हुन्छ, त्यो तपाईँको बनाइएको पनि हुन्छ, त्यो चाहिँ नै गर्नुपर्छ। त्यसलाई भनिन्छ मानवता र मानव अधिकार सहितको सोच। त्यो सोचले चाहिँ तपाईँको नेतृत्व गर्नु हुन्छ। कति कुरो हुनुपर्छ भने तपाईँको त्यो आफ्नो पारिवारिक बुबा आमा जस्तै जनताको चाहिँ अभिभावक चाहिँ देश भएपछि त्यो देश सञ्चालन गर्नेहरूले चाहिँ धेरै नै चाहिँ तपाईँको, किनभने करोडौँ हुन्छ नि त, त्यो 50-60जना 20-25जना 2-4जना अथवा आजभोलि त 3जनाको मात्रै परिवार हुन्छ, त्यस्तो त भएन। त्यसले गर्दाखेरि त्यो संवेदनशील छ, त्यो रिक्स छ, मान्छेको आयु त जान्छ सकिन्छ। तर यो देश भन्ने चाहिँ कस्तो छ भने यसको त साहस हुँदैन नि त होइन, तर साहस हुने चाहिँ जो जनताले यसलाई सञ्चालन गर्ने हो। त्यसले गर्दाखेरि यो कठोर पनि हुनुपर्छ कि धेरै नै चाहिँ तपाईँको कठोर के यदि कसैले देशलाई, किनभने यो त पछिल्लो पुस्ताहरू पनि यही देशमा सपना देख्ने हो नि त उनीहरूले पनि। त्यसले गर्दाखेरि क्रूर हुनुपर्छ क्या मैले भनेको चाहिँ देश बनाउनु र बचाउनुको लागि चाहिँ है। त्यो भनेको चाहिँ कस्तो भने छाता हो क्या, तपाईँको रुख हो क्या, तपाईँको त्यसको शीतलता दिनुपर्छ क्या। हामी माथि गए पनि त्यसको आत्माहरूलाई सन्तोक हुनुपर्छ कि यो देशमा। सोच्नुहोस् तपाईँले अब है कस्तो हुनुपर्छ, देशै बनाउनुपर्छ है र देश बचाउनुपर्छ। अनएक्सपेक्टेड होइन एउटा परिणाम आयो चाहिँ तपाईँको फागुन 21 गतिको चाहिँ निर्वाचनबाट धेरै नै चाहिँ तपाईँको घन्टी चिन्हमा फस्यो, अनएक्सपेक्टेड भनिन्छ। त्यो यसले केही चाहिँ जनतालाई आश देखाएको छ है, पुरानो साथीहरूलाई नै बचाउने होइन, पुरानो चाहिँ अवशेषलाई नै बिउत्याउने चाहिँ त्यो झल्को देखियो भने नि फेरि लगाइदिनु है। यिनीहरूले पनि धोका दिएको षड्यन्त्र गरेको जनतालाई झुक्याएको अर्थ लाग्छ, त्यो नहोस्। खबरदारी सन्देश यात्रा चाहिँ 2082 भदौ 23 र 24 गते पछि निरन्तर रूपमा छ है। त्यसले गर्दाखेरि त्यसको सपना विपना गन्तव्य भुलिएको छैन, भुलिने छैन।